आज सुनिताको भान्सामा के पाक्दैछ गाइज? आज चाहिँ सुनिताको भान्सामा चिन्टु भाइ र सुनिता मिलेर मोमो बनाउँदैछ। त्यसको लागि पिठो पनि रेडी गरिसकेँ र मैले मुस्न पनि थालिसकेँ। प्लस म थकाइ लाएर बसेको थिएँ। भाइले मलाई लस्सी बनाएर हेर्नु न यस्तो मिठो लस्सी बनाएर ल्याएर दियो है। यो खाँदा चाहिँ मलाई लिटर काठमाडौँको लस्सी भन्दा पनि यो एकदमै मिठो लाग्यो होइन। अब घरमा बनाएर खान सकिन्छ। त्यसपछि मैले किमा रेडी गरेँ अनि यता हाम्रो डो पनि रेडी भइसक्यो। अनि मैले चिन्टुलाई बेल न त अब बनाम अनि खाम भन्ने कुरा गर्दाखेरि केटोले बेल्न त बेल्यो एकदम स्लो बेल्यो क्या। अब केटो मान्छे न हो अलिअलि बेल्दै थियो। मैले मोमोहरू अलिअलि भरेँ अनि फेरि म वेटमा छु कि यसले कहिले बेलेर दिन्छ भनेर मलाई चाहिँ लास्टै रिस उठेर मैले चाहिँ भाँडासाँडा ल्याएर अनि अलिअलि गरेर चाहिँ तताउन थालेँ। अनि त्यस पछाडि मैले अचार बनाएँ होइन। अनि यतातिर साइडमा चाहिँ मैले आज झोल अचार पनि बनाएको छु गाइस। धेरै दिनपछि खानु मन थियो अनि मैले चाहिँ तेल लाउँदै मोमोहरूलाई चाहिँ सबै उमाल्दै अनि राख्न थालेँ क्या। मलाई चाहिँ एकदमै त्यो छिटो गरौँ भन्ने खालको हुन्छ नि त खान मन लाग्छ। मलाई मेरो चाहिँ मोमो एकदमै फेभरेट हो। हजुरहरूको हो होइन मलाई कमेन्ट गर्नु होला। अनि मैले चाहिँ यसरी सबै बसाइसकेपछि अनि एक भाँडा मोमो बनाएको होइन च्वाट्टै पारिदिउँ दिदीभाइ मिलेर। अनि हामी सबैजनाले मिलेर गमी खायौँ। यता मैले मोमो रेडी झोल मोमो पनि बनाएँ अनि साथै मैले अचार पनि रेडी गरेको छु। अनि यसरी नै आज चाहिँ मैले मोमो खाएर मेरो छुट्टीलाई इन्जोय गरेँ। हस् त धन्यवाद फर वाचिङ।